झपक्कै बर्खा लाग्यो नि त फेरि अब बर्खाको सिजन आयो अब यो छाना बनाएको पाल्टा आमा यति यो पानीले भेटाइसक्यो भनेपछि यहाँ बिजुलीको तारहरू पानीमा चोप्याएको छ यहाँ करेन्ट बोकिरहेको बरै यस्तो यहाँ पानी तान्छ नि यसरी बल्ल बल्ल के छ हजुरहरूको हाल खबर है हाम्रो त बिजोग छ रे भरे आज राति कुन कुन ठाउँमा बानी आयो है नेपालको यता त बिजोग छ सो बिजोग भयो भने केही छैन कामसाम हुँदैन अब थप्पो हुन्छ अब घरतिर जाने यहाँ अब यता त काम हुन्छ तर यताको चाहिँ बन्द भयो खै सो म क्यामेरा ब्याक गरिदिन्छु है बरै यस्तो यहाँ त यहाँ मेसिन काट्दैछन् अब केही समयपछि यहाँ पनि बन्नु चाहिँ यहाँ पनि पानी थुतिर फालिसकेको यहाँ पनि पानी थुतिर फालेको उता उता पनि पानी थुतिर सब पोखरी हो क्या नेपालमा ल भइसकेको यसलाई त अरू कुरा छोडिदिउँ ढुङ्गा छ ल मेसिन सेसिन दुकान छ हानिदिएर खतमै छ कि यहाँ त अब अरू त के कुरा गर्नु है सब खतम बर्बाद छ मेसिनहरू दुकान यसरी बिचरा केटाहरूले पानी तानेछन् यो पानी घट्ला भन्नु पर्दैन क्या बिचरा बिहानैदेखि यो पानी तानेको यहाँ हिमाल सालहरू अब यस्तोहरू अब यो छाना बनाएको पाल्टामा यति यो पानीले भेटाइसक्यो भनेपछि यहाँ कति गहिरो छ बिजुलीको तारहरू पानीमा चोप्याएको छ यहाँ करेन्ट बोकिरहेको छ कि पुरै करेन्टहरू पनि पुरै बोकिरहेको छ यहाँ पानीमा छुने बित्तिकै करेन्ट लाग्छ यहाँ यस्तो डेन्जर छ काम गाह्रो छ केटाहरूको बिचरा एउटा यहाँ छ नेपालको काम 6 महिना हुन्छ 4 महिना हुन्छ त्यहाँबाट बन्द हुन्छ कन्टिन्यू छनै छैन कि एनी आऊ केही आऊ भन्ने केही छैन क्या व्यवस्थितै छैन अब यस्तो हजुरहरू जस्तो पनि काम गर्नु पर्यो सब स्टारहरू डुबेर यो पाल त कति हो यहाँ त लगभग कति 4-5 मान्छे गहिरो होला अझै गहिरो छ यहाँ पुरै छोडिदिउँ न पुरै बन्द है यस्तो झपक्कै बर्खा लाग्यो नि त फेरि अब बर्खाको सिजन आयो अब झोला बोक्ने अब घरतिर जाने गुलेल समात्ने गुलेल भिर्ने हिँड्ने हो आमाहरू केटा हो केही छैन देखाइहाल्नु हो क्या होइन हालत कस्तो छ गाह्रो छ नेपाल लाग्यो ल त्यही हो